लेक्चर 2 2083 4 महिना 7 गते हामीले फंक्शन्सको क्वेसन गर्दै थियौं। फंक्सन हिजो अलिअलि क्वेसन त गरिआएको जस्तो लाग्छ मलाई। अब अरु अहिले गरौँ। क्वेसन नम्बर कति हो? 3 रे ल बल्ल बोल्नु नबिना कहाँ हराएको थियौ राजा तिमी यत्रो बेरदेखि? यही थिए। अनि किन नबोलेको मैले बोलाउँदा? If f of is equals to 3x minus 5, then f inverse x is equals to what? यसमा फंक्सनलाई x र y सँग स्विच गरेर y is equals to fx बनाउने हो है। x plus 5 by 3, option B मा x plus 3 by 2x minus 1, option C मा x minus 5 by 2x minus 1, option D मा 1 by 3x minus 5. के होला? 1 1 ए अनि के 1 भने राजा? ए हो। किन बुझ? y is equals to 3x minus 5. x र y लाई इन्टरचेन्ज गर। y and x इन्टरचेन्ज गरेपछि के भयो? x is equals to 3y minus 5 भयो। अब y को लागि इक्वेसन बनाऊ। x minus 5 is equals to 3y implies y is equals to x minus 5 by 3. यो भनेको के हो त हाम्रो f इन्भर्स x भयो। x र y स्विच भयो नि। इनपुट आउटपुटको रूपमा काम गर्यो, आउटपुट इनपुटको रूपमा काम गर्यो। है? त्यस्तोलाई हामीले के भन्दो रहेछौं त? यो भन्दो रहेछौं, जे द्याछ त्यो भन्दो रहेछौं। अब यसरी पनि तिमीलाई क्वेशन सोधेको पाइया छ। क्वेशन नम्बर कति हो? ओइ 4 the function RELATION relationship from the following data is 0, 1, 2, 2, 4, 3, minus 2, 0. Each. तल दिएको कुन चाहिँ इक्वेसनले माथिको डाटा बनाउँछ भन्ने कुराकानी सिधा है। y is equals to x plus 2 plus 1. Option C मा y is equals to 2x minus 1. Option D मा y is equals to 2x plus 3. कुन होला यसो चेक गर। फर्स्ट अप्सनमा x को भ्यालु 0 हाल्दा y को भ्यालु -1 आउँछ त? आउँदैन। सो पहिलो पोइन्ट सेटिस्फाई भएन। सेकेन्ड अप्सनमा x को भ्यालु 0 हाल्दा y को भ्यालु 1 आउँछ। x को भ्यालु 2 हाल्दा y को भ्यालु पनि 2 आउँछ। x को भ्यालु 3 हाल्दा के भन्छ x को भ्यालु 4 हाल्दा y को भ्यालु 3 आउँछ। 4/2 + 1 3 आउँछ। x को भ्यालु -2 हाल्दा y को भ्यालु के भन्छ 0 आउँछ आउँछ। भनेपछि राइट आन्सर के रहेछ त? अप्सन डी रहेछ। बुझ्यौ राजा? बुझेन सर। बुझेन? मैले के भने भन्दा यो x को भ्यालुको लागि यो y को भ्यालु कुन चाहिँ इक्वेसनले दिन्छ भनेर चेक गर्नु पर्यो। सबसे पहिले x को भ्यालु 0 हालेर फर्स्ट अप्सनमा चेक गर। रिजल्ट -1 आयो। -1 हैन 1 आउनु पर्थ्यो, अप्सन ए गयो। अब यसको लागि y x को भ्यालु 0 हाल्दा 1 आयो आयो। y x को भ्यालु 2 हाल्दा 2 आयो आयो। y x को भ्यालु 4 हाल्दा 3 आयो आयो। त्यसरी नै y x को भ्यालु -2 हाल्दा 0 आइराछ। भनेपछि अप्सन बी ले सेटिस्फाई गर्यो। बुझ्यौ? यो भनेको सिधै हिट एन्ड ट्रायल चेक गरेको प्रत्येक अप्सनलाई। बुझ्यौ कि नै? ओइ तोरीहरु बुझ्यो कि बुझिएन? बुझ्यो है? बुझ्यो सर। बुझ्यो ल। क्वेशन नम्बर कति? 5 ल। Following the FUNCTIONL functional relationship 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 from the data is फेरि माथि जस्तै क्वेशन है। x y 0 ले 0 दिनु पर्यो, +-1 ले 1 दिनु पर्यो, +-2 ले 4 दिनु पर्यो, +-3 ले 9 दिनु पर्यो, +-4 ले 16 दिनु पर्यो। कुन होला? यो त तिमीहरुलेको अप्सन भन्नु भन्दा पहिले आन्सर भन्न सक्नु पर्ने हो त नि।
कुन होला र भन त अब कस्तो बुझ्नु पर्यो भन्दा हेर सबसे पहिला त सबै स्क्वायर छ x को स्क्वायर y छ है x को स्क्वायर y छ र अर्को कुरा के छ भन्दा प्लस होस् या माइनस रिजल्ट पोजिटिभ नै छ भनेपछि अप्सन सी मात्रै सेटिस्फाई हुन्छ अप्सन ए र बी को कुरै आएन अप्सन सी र डी मध्ये कुनै होला डी मा तिम्रो y को भ्यालु अलवेज नेगेटिभ किनकि x स्क्वायर त जहिले पनि पोजिटिभ नै हुन्छ राजा x तिमीले पोजिटिभ राख चाहे नेगेटिभ राख x त जहिले y x स्क्वायर त जहिले पोजिटिभ हुन्छ अगाडि माइनस हुने बित्तिकै y जहिले पनि नेगेटिभ हुनु पर्यो बट y जहिले पनि पोजिटिभ छ भनेपछि अप्सन सी मात्र यो बुझ्यो बुझ्यो सर स्योर बुझ्यो यस ल यो अगाडि बढौँ त बोल न बोल बढौँ सर पढौँ तिम्रो बोल्दैनौ अनि मलाई त्यही अड्किहाल्न मन लाग्छ खोइ किन हो किन क्वेसन नम्बर कति 6 क्वेसन नम्बर 6 है if the function f of x is equals to 2x square minus 5x plus 2 then the value of f of 4 plus x minus f of 4 divided by x is इचका लेकिन यहाँ से यो डायलॉग 11 plus 2x यस्तो खालको मैले क्वेसन एउटा हिजो गराएको थिएँ ल भन त तिमीलाई यसको आन्सर के आउँछ डीमा नन हिजो गराएकै खालको क्वेसन त भन त मुस्कान कुमारी जोइन्ड छिटो के होला आन्सर यसको विमला राजा भन त के रहेछ आन्सर विमला आन्सर भन खै त सोम छैन त सोमबार हराएको छ हेमन्त हजुर सर कति हो यसको आन्सर सल्भ गर्दै हो सर ल त्यसो हो भने त टाइम लिन पायो तिमीहरूले राहुलले आन्सर निकाल्यो सर अप्सन बी हुन्छ अप्सन बी हुन्छ ल लेट्स चेक तिमीले एउटा अप्सन भन्यो अरु कसैले कुनै अप्सन भन्नु छ सबसे पहिला तिमीलाई fx दिएको छ 2x स्क्वायर minus 5x plus 2 यसबाट f of 4 निकाल 2 into 4 को स्क्वायर minus 5 into 4 plus 2 कति आउँछ 16 to the 32 minus 20 plus 2 32 minus 20 12 plus 2 14 आयो हो f of 4 plus यहाँ कति आउँछ भन त कसैलाई f of 4 plus यहाँ कति आउँछ फ्याक्ट भनिहाल त 2 times 4 plus h को होल स्क्वायर minus 5 4 plus h plus 2 यसलाई सल्भ गरौँ है f of 4 plus h लाई 4 भनेपछि 16 plus h स्क्वायर plus 4 to the 8 h minus 5 4 the 20 minus 5 h plus 2 42 plus 2 h square plus
8 plus 8 to the 16 years minus 20 minus 5 years plus 2 कति आयो यहाँ तिमीलाई 32 बाट 20 घटाउँदा 12 2 जोड्दा 14 कति 14 भयो पोजिटिभ 14 भयो है त्यो कति आयो 2h स्क्वायर प्लस 16 h प्लस 14 अब यिनीहरूको सम गर कति अब माथि भ्यालु हाल फाइनली f of 4 plus h minus f of 4 divided by h कति आयो 2h square plus 16h plus 14 minus 14 divided by h यसलाई कति माथि h कमन लियो भने यो पनि काटिन्छ सो कति आयो 2 कमन लिन मलाई 2 कमन लिएर राख 2h plus 16 यो पो आयो मेरो राज ए 5 त घटाउनै बिर्सेँ रहेछु 11 2h plus 11 2h plus 11 कुन अप्सनमा छ राजा मैले त्यो दुईटा अप्सन सेम लेख्दैछु त लौ मारो हैन र अप्सन बी र सी त सेम लेखेर छु त मैले यता उता गरेको थिए के तपाईहरुले सेम गर्नुपर्छ तर यस्तो गरेको थिए अगाडि हालेको थियो के ठिक छ त्यो सेम त्यस्तो हुनु हुँदैन ठिक छ मैले चेन्ज गरिहालेँ नो प्रब्लम है ल बुझ्यौ सबैले के गरे हो भने यसमा पक्कै बुझ्यो होला भन्ने मेरो आश छ बुझा छैन भने भन्नु पर्यो ल क्वेशन नम्बर कति भनौँ छिटो भन क्वेशन नम्बर 7 हैन ल क्वेशन नम्बर 7 त्यसपछि हामी अर्को टपिकमा जान्छौँ इफ f x is equals to तिमीहरूले रोशनी म्यामले लजिकल रिजनिङमा हाइट एन्ड डिस्टेन्स पढाउनु भएको छ कि नै हजुर सर रोशनी म्यामले लजिकल रिजनिङमा हाइट एन्ड डिस्टेन्स पढाउनु भएको छ कि नै पढाउनु भएको छ पढाउनु भएको छ स्योर हो त्यस्तै लागिरहेको ल ठिक छ रिभिजन ठिक छ ल रिभिजन गर्ने त्यो पढे मान्छेलाई रिभिजन नपढे मान्छेलाई पढिदिन्छ है त एज एन्ड डिजिट पढाउनु भएको छ के होला यसको एन्सर भन तिमीहरूले मलाई म्यामले एज एन्ड डिजिट पढाउनु भएको छ कि नै त्यो पनि त्यस्तै लागिरहेछ तिमीहरूको बडा माथि होइन लग्रेरिथमको आज त्यही पढ्ने टपिक है त हिजो भन्दै थियौ नि तिमीले भन्दै थियौ रोशनले भन्दा थियो सर लग्रेरिथमिक पढ्ने होइन र हामीले आज अब त्यही पढ्ने ठिक छ तिमीहरूको कम्बाइन्ड टपिक खतरनाक पढ्छौँ हामीले यो गर्यो सबैले यो गर त्यसपछि हामी नयाँ टपिकमा छिर्छौँ आज थाहा छ नि 1.5 घण्टा म्याथमेटिक्स नै पढ्ने हो भनेर किन होला 1.5 घण्टा म्याथमेटिक्सको क्लास राखेको सोच त यो कसरी गर्ने सर माथि जसरी गर्यो नि राजा सेम त्यही तरिकाले है fx दिएको छ दिया छ f of x प्लस यहाँ चाहिँ निकाल जसरी माथि f of 4 प्लस यहाँ चाहिँ निकालेको थियो नि राजा त्यसरी नै f of x प्लस यहाँ चाहिँ निकाल क्या यसमा f of x भने तिमीसँग इक्वेसन छँदैछ f of x प्लस बी हो यति गर्ने होला नि यसमा हो कि नै यो भनेपछि कति भयो 3x plus 3h plus 5 अब भ्यालु हाल्दिउ हैन र त्यो के हुन्छ हेर त f of x plus h minus f of x by h 3x plus 3h plus 5 minus 3x plus h ब्र्याकेट भित्र राखेको छु यसले यसलाई काट्छ डिभाइड बाइ h छ h लाई काट्छ बाँकी कति भयो 3 h लाई काट्छ बाँकी कति भयो त हामीहरुको अप्सन 3 बाँकी भयो बुझ्यौ नवीन राजा बुझे सर बुझ्यो हैन ल अब नयाँ टपिकमा जाम है यही नोटमा नयाँ टपिक सुरु गर्दिम कि नयाँ स्लाइड सुरु गरौँ यसैमा सुरु गर्दिम है नयाँ टपिकको लेक्चर 1 2083 4 महिना 7 गते ल exponential exponential LOGAR IT यहाँ IT logarithmic function स्पीड डिस्टेन्स एन्ड टाइम पनि यसै अन्तर्गत हामीले पढ्छौँ ल
यिनीहरूलाई सँगै लग्दिम डिस्टेन्स एन्ड टाइम स्पिडको फर्मुला के हो D/T डी/टी हो र डिस्टेन्स बाई टाइम होइन र त्यो भनेको सिम्पल फर्मुला भयो तिमीहरूले डेरिभेटिभ पढे हैन यहाँ स्पिड भनेको त साँच्चै स्केलर क्वान्टिटी हो नि सो स्पिड इज इक्वल्स टु डिस्टेन्स बाई टाइम नै हो ल डिस्टेन्स बाई टाइम एसपीपीडी लेखेछु मैले एसपीडी भेलोसिटीको फर्मुला के स्पिड भनेको गति भेलोसिटी भनेको वेगको दिशा भन त भेलोसिटी भनेको के रेट अफ चेन्ज अफ डिस्टेन्स रेट अफ चेन्ज अफ डिस्प्लेसमेन्ट विथ रेस्पेक्ट टु टाइम रेट अफ CNG चेन्ज अफ डिस्प्लेसमेन्ट विथ रेस्पेक्ट टु टाइम एउटा क्वेसन सोध म तिमीहरूलाई एउटा मान्छे यो पोइन्ट ए भयो यो बी भयो सी भयो डी भयो प्रत्येकको डिस्टेन्स 2 मिटर है एउटा मान्छे अ म्यान ट्राभल फ्रम ए टु डी ए टु बी देन बी टु सी देन टु डी डिस्टेन्स ट्राभल is equals to what डिस्प्लेसमेन्ट इज इक्वल्स टु वाट ला एन्सर भन त डिस्टेन्स र डिस्प्लेसमेन्ट कति भयो तिमीहरूले 9-10 मा पढेको चिज हो यो 9-10 4-5-6 को क्लासकै साइन्समा पढिरहेको छौ ल भन त बोल है स्टोरीहरु अलि हिन्ट दिनु न अलि हिन्ट दिन्न यसमा के हिन्ट हुन्छ राजा यसमा कुनै हिन्टै छैन डिस्टेन्स ट्राभल भनेको त्यो मान्छे कतिको हिँड्यो ए देखि बी हिँड्दा 2 मिटर ट्राभल गर्यो बी देखि सी हिँड्दा 2 मिटर ट्राभल गर्यो सी देखि डी हिँड्दा 2 मिटर ट्राभल गर्यो भनेपछि टोटल कति डिस्टेन्स ट्राभल गरे रहेछ 2 + 2 + 2 6 मिटर हैन र अनि यसमा के हिन्ट दिम राजा मैले अब डिस्प्लेसमेन्ट भनेको के दुईटा पोइन्ट बीचको सर्टेजको डिस्टेन्स लाई डिस्प्लेसमेन्ट भनिन्छ मान्छे ए बाट बी बी बाट सी सी बाट डी हिँड्यो जान त ए बाट डी मा गएको हो नि र ए बाट डी मा जाने क्रममा सबसे छोटो पाथ कुन रहेछ त यो सो डिस्प्लेसमेन्ट कति भयो त 2 मिटर बुझ्यौ माने त्यो मान्छे ए बाट हिँडेर फेरि ए मै फिर्ता आएको भए डिस्टेन्स 8 मिटर हुन्थ्यो बट डिस्प्लेसमेन्ट त 0 मिटर हुन्थ्यो हो कि नै है हो सो मैले तिमीलाई त्यो चिज सोधेको अब बुझ्यौ के चाहिँ सोधिरहेको थिएँ भनेर मैले बुझ्यो अब कन्फर्म बुझ्यो कन्फर्म बुझेछु यस्तो कन्फर्म बुझ्न थालेछ तर छिटो लेख त ल छिटो लेख फोटो टुङ अलि तल नै गर्दिनु त्यो ओके ल सर भयो भइसक्यो जुम गरेको अलिकति राजा मलाई लेख्न लागि है ल अब एक्सपोनेन्शियलको कुराकानी बुझौँ सबसे पहिला एक्सपोनेन्शियलको कुरा गरेका थियौँ त्यही लेखौँ है त एक्सपोनेन्शियल एक्सपोनेन्शियल भनेको y इक्वल्स टु a को पावर x इज एक्सपोनेन्शियल फंक्सन हामीले e भनेर एक्सपोनेन्शियल भन्छौं नि वेयर a इज नट इक्वल टु 1 a भनेको 1 कहिले पनि हुनु हुँदैन र जहिले पनि a शुड बी ग्रेटर देन 0 एन्ड a इज ग्रेटर देन 0 0 भन्दा ठुलो तर 1 हुनु भएन यो एक्सपोनेन्शियल फंक्सन है ओके अब एक्जाम्पलको रूपमा
हामीले सबसे धेरै कमन युज गर्ने एक्जाम्पल के हो मोस्ट कमन एक्जाम्पल a को ठाउँमा e राखिदियो y इज कस टु e को पावर x सबसे कमन एक्जाम्पल यो एक्सपोनेन्शियल भनेपछि हामीले लिमिटमा पढेका थियौं n टेन्ड्स टु इन्फिनिटी 1 + 1 / n को पावर n भनेको जहिले पनि एक्सपोनेन्शियल हुन्छ यसको भ्यालु कति हुन्छ 2.718 समथिङ अब मलाई तीनटा डिजिट याद छ एक्सपोनेन्शियलको मैले त्यति लेखिहालेँ है त यो हुन्छ यो एक्सपोनेन्शियल भनेको एउटा कुरा के याद राख्नु पर्यो लगरिथमिक इज अलवेज exponential exponential and logarithmic are inverse of each other inverse of मतलब e को पावर -1 भनेको क्यान्सर लग होइन है त्यसरी चाहिँ नबुझ्ने दैट इज if y is equals to a को पावर x यसले के पनि इम्प्लाइज गर्छ x is equals to log base ay अर्को हामीले कहिले काहीँ लेख्छौं नि ln 4 लेख्छौं यो भनेको के हो log base e4 हो तो अगर मैले ln y is equals to ln 4 भनेको छु भने log base e4 भनेको छु भने हामीहरुको के भइदिन्छ 4 is equals to e को पावर y भइदिन्छ बुझ्यौ 4 is equals to e को पावर y भइदिन्छ भनेर बुझ्नु पर्यो ओके ओइ तोरीहरु डिड यु गेट मी अझ यो 4 नराखम यहाँ x राखम न x राख्छु मैले त्यो x is equals to e को पावर y भइदिन्छ भनेर बुझ्नु पर्यो ओके यो भनेको एकअर्काको इन्भर्स हुन् त्यसो भए लगरिथमिक फंक्सनमा के कुराकानी आउँछ त एक्सपोनेन्शियलमा के आउँछ त तिमीलाई थाहा पाइहाल्यौ लगमा लगको के प्रपर्टिजहरु थाहा पाउन अत्यन्त जरुरी छ है logarithmic function y is equals to f x y is equals to log x log base a x भने मैले a भनेपछि जे पनि हुन सक्छ है where a is not equal to 1 यहाँ पनि and a is greater than 0 है यति कुरा याद राख्नु यसलाई हामीले logarithmic भन्छौं this is the log ओके यसको प्रपर्टिजहरुको कुराकानी गरौँ एकदम धेरै चाहिने चीज मेन यसमा प्रपर्टी नै हो सबसे पहिला लग को प्रपर्टी log यम यन भइदियो भने यम डट यन मल्टिप्लाई मा छ है यो भनेको तिमीले log यम प्लस log यन लेख्ने हो है अप्सन बी log यम बाइ यन बी भन्दै छु मैले नम्बर बी यो भनेको log यम माइनस log यन भन्ने है कन्फर्म गर्न क्याल्कुलेटरले चेक गर्न पाइन्छ हो कि नै भनेर है अब अर्को कुरा बुझ log को अर्को प्रपर्टी भनेको पावरलाई कोएफिसिएन्टमा कन्भर्ट गर्छ log यम को पावर यन छ भने हामीलाई यन log यम लेख्छौं के भयो त यो यन कोएफिसिएन्टमा कन्भर्ट भयो ठीक छ अप्सन सी नम्बर पछि डी नम्बर अब तिमीले थाहा पाउनु पर्ले log a b छ भने हामीले यसलाई log b बाइ log a पनि भन्न पाउँछौं ठीक छ अप्सन ई मा log a को पावर यम b को पावर यन भयो भने यन बाइ यम log a b पनि भन्न पाइन्छ है यो प्रपर्टी प्रुफ गर्ने उहीबाट हो ठीक छ यसमा अनि त्यसपछि यो प्रपर्टी लगाएर प्रुफ हुन्छ यो टी नम्बर एफ नम्बर log तल जेसुकै होस् अगर log को भित्र 1 छ भने तिमीले यसलाई जेरै भन्छौ जहिले पनि फिक्स है र जी मा अगर पुच्छरमा भएको चीज भित्र छ भने यसलाई जहिले पनि 1 भन्ने बुझ्यौ सो यिनीहरु कसका प्रपर्टी हुन् त log का प्रपर्टीहरु लेख त सबैले फटाफट हेलो के त याद होला कि नै यो प्रपर्टीजहरु याद होला कि नै हुन्छ यसमा बुझ्नु पर्ने हैन राजा यो सबै प्रपर्टीज वेल डिफाइन्ड प्रपर्टीजहरु हुन् यिनीहरु तिमीहरुले प्रुफ गर्न सक्छौ तर याद गर्नुपर्छ यसमा बुझ्नु पर्ने केही पनि छैन बुझ्यौ Yes, Am I sir. clear मैले आफुलाई क्लियर पारे तिमीहरुलाई चाहिँ क्लियर पारे कि नै मात्र क्लियर भयो
अगाडि बढौँ क्वेशनतिर। अब एउटा स्पिडको पनि फर्मुला तिमीलाई भनिसकेको थियो तर पनि फेरि लेखिदिन्छु। SPED स्पिड इज इक्वल टु डिस्टेन्स बाइ टाइम। यति फर्मुलालाई लिएर अब हामी काम गर्छौँ। ओके, therefore S इज इक्वल टु D by T भनिदिन्छु सर्टकटमा। क्वेशनतिर लागौँ। हुन्छ। क्वेशन नम्बर 1, भ्यालु अफ log 8 डिवाइड बाई पर्सेन्टेज लेखेको मैले। log 8 डिवाइड बाई log 1/8 के हुन्छ होला? log 8 डिवाइड बाई log 1/8 क्या होगा बच्चा लोग? माथिको प्रपर्टिज हेरेर त कुन चाहिँ प्रपर्टी लाउन सकिन्छ यसमा? 6 log 2 log 2 1 minus 1 के होला? क्या होगी? 1 हो? स्योर हो? मेरो त त्यही हो। स्योर हो? किन 1? वाइ? अब त्यो डिभाइड वालाले तल ल्याउनु पर्यो, लग काट्नु पर्यो, अनि त्यो 8/1/8 भने त्यसलाई उल्ट्याउनु पर्यो, अनि 8 क्यान्सल भयो, अनि 1। त log 1 भने त 0 हुन्छ त नि दाजु। तिम्रो त log भित्र 1 आयो त नि, त्यो भनेको त 0 हो। अगाडि लग काट्न मिल्दैन। नाइ हाइट log यसो राजा, log डिवाइड बाई log। तोरी log डिवाइड बाई log को त कतै फर्मुलै छैन नि, त्यसरी त कहाँ गर्न मिल्यो त नि? राजा एउटा कुरा बुझ है, मैले यसलाई यसरी लेख्न पाउँछु? log 8 को पावर -1 लेख्न पाउँछु होला? पाउँछ है। log को प्रपर्टी के हो यहाँ हेर त एउटा, यो प्रपर्टी नम्बर C, पावरलाई कोएफिसिएन्टमा कन्भर्ट गर्छ। त मैले यसलाई -log 8 भनेर लेख्न पाएँ कि नै? पायो भनेपछि मैले यसलाई यसरी डिवाइड गर्ने होला त नि, log 8 डिवाइड बाई -log 8। यसलाई काटेपछि कति -1 आयो कि नै आन्सर? लागिरहेको थियो अनि भन्न चाहिँ किन नभने? किन सर त्यो नेगेटिभ पोजिटिभ पनि आइरहेको थियो कि, खबर त्यही डाउट थियो। त्यसले त दुवै अप्सन राखेको नि, 1 अप्सनमा थिदै थियो नि, त्यो आफ्नो मनले थप्या हो मैले। झुकाउनलाई तिमीहरूलाई झुक्यौ तिमीहरू, त्यो झुकिने होइन है। क्वेसन नम्बर कति? 2। ल यसको भन। इफ log 10y is equals to x, then 10 को पावर 3x is y cube 3y 3 plus y cube 3 plus y के होला? क्या होगी और क्या नहीं होगी? भन त कसैले आन्सर, कि नाम बोलाम? मोहन औ मोहन राजा, त्यो चाहिँ आज नबोल्न मुडमा रहेछ। मुस्कान ल हाँसिदेऊ त राजा अलिकति। हेलो मुस्कान, कस्तो राम्रो नाम छ हेर त तिम्रो। मुसुक्क एन्सर भनिदेऊ त ल, खुसुक्क एन्सर भनिदेऊ, अनि मुसुक्क हाँस्देऊ। बोल्दैन यिनीहरू। नबिना आएन। अब हेमन्त ए अप्सन ए y पावर 3 एकदम ठिकै गर्यो। त्यसको 10 इन्भर्स हैन? हजुर, लगको इन्भर्स के भनेको थिएँ मैले? log x इज इक्वल्स टु y हो भने x इज इक्वल्स टु a को पावर y भएन? हजुर भनेको थियो कि नै अगाडि? अनि त्यही प्रपर्टी लगाउनु पर्यो। y इज इक्वल्स टु 10 को पावर x। यहाँ के छ? यो भनेको 10 x को होल क्युब होइन र? त्यसको मिनिङ के भइदियो? 10 x को होल क्युब इज इक्वल्स टु y क्युब भएन?
त्यस्तो लेख्दा पनि हुन्छ 10 पनि लेख्दा हुन्छ यतापट्टि y को ठाउँमा पाइयो त्यही केही फरक पर्दैन त्यो तिम्रो चोइस छ बुझ्यौ सबैले किनकि यो 10 कटिन्छ अनि बचिहाल्छ त्यो x को पावर 3 हो त्यही यो कुराकानी त्यही भयो आखिरमा तिमीले यो भ्यालुलाई टक्क यहाँ ल्याएर राख्ने अनि चेक गर्ने त्यो पनि पायो आफ्नो चोइस हो क्या एउटा क्वेसन गर्ने त लाखौँ तरिका छ नि होइन र लाखौँ त नभनौँ तर अन्य तरिका छ क्या हजुर के हो राहुल बाबा सुन्न पाइएको छैन त राहुल रोशन सोम त आएकै छैन म त भर्खर जोइन भएको सर अनि भर्खर जोइन भयो भन्दैमा नबोल्ने त क्वेसन नम्बर कति फर्मुलै बुझेन अनि के बुझेनौ भन ए फर्मुला बुझेन यो फर्मुला राजा स्क्रिनसट लिइहाल त्यतिको यति त स्क्रिनसट लियो अनि भइगयो त नि यही फर्मुला अब यिनीहरूमध्ये कुन लाग्छ यसो सोच्ने अनि लगाउने है ल क्वेसन नम्बर कति यो नवीना राजाले हिजो एउटा क्वेसन सोधेको थियो नवीना के क्वेसन थियो हिजो पठाएको कतिवटा टु थियो राजा 6वटा 6वटा टु थियो होइन लग बेसमा 2 थियो अनि एउटा 2 दुईटा 2 तीनटा 2 चारवटा 2 पाँचवटा 2 छवटा 2 यही हो क्वेसन हो अप्सन के थियो भन त के थियो अप्सन बी 62/61 अप्सन सी 62 अप्सन डी 61 हेर त यिनीहरूमध्ये एउटामा एन्सर छ कि नै एकछिन चेक गर्छु है चेक गर्नै पर्दैन ल अब चाहिँ छ होला के होला राजा सल्भ गर त्यसलाई क्वेसन त बडा हेर्दा डर लाग्दो छ त हैन र खै राजाहरु क्वेसन त भयंकर डर लाग्दो छ त्यस्तै छ हैन के छ सल्भ गरौँ कि होमवर्क ग्रुपमा छोड्दिम तिमीहरुलाई सल्भ गर्न गर्ने ल बुझ है प्रपर्टी लगाउन भन्दा पहिला यो भित्रको सबै टर्मलाई सल्भ गर्नु पर्यो ओके लगलाई साइडमा राखौं भित्रको टर्म सल्भ गरौँ पहिला यो दुईटा लिग हामीहरुको 2 मैले के भन्छ रुटको ठाउँमा ब्र्याकेट युज गरिरहेको छु बुझ्नु है 2 2 2 2 1 2 3 4 5 2 6 ठीक छ मैले ब्र्याकेट युज गरेको छु रुटको ठाउँमा ओके ब्र्याकेटको मतलब रुट हो भनेर बुझ्नु अब सबसे पहिला 2 2 2 2 2 into 2 को पावर कति भयो 1/2 भयो पहिलो ब्र्याकेट खोल्यो है ब्र्याकेट खोल्दै जाम 2 2 2 2 into यो भनेको के हो बेस सेम भएपछि पावर एड हैन सो 2 को पावर 3/2 भयो भयो कि नै भएन यहाँ कुराकानी केही न केही मैले बिगारी सके के बिगारे जस्तो भइरहेछ केही न केही बिग्रेछ राजा हेर हरबडीको बिहे कनपट्टीमा हुन्छ त्यसैले हतारका शैतानका होता है ले ठीक छ बिग्रेको थिएन कहाँ मैले के मेट्दिएको 2 2 2 2 अनि यहाँ के के भन्छ रे 2 को पावर 3/2 ल अब हेर 1 2 3 4 5 वटा 2 मा हामी जोडिसक्यौं 2 2 2 अब यहाँ मैले रुट छ है यो रुट हट्यो यो रुट हट्ने बित्तिकै 2 को पावर 3/2 कोसँग मल्टिप्लाई भइदिन्छ 1/2 सँग मल्टिप्लाई भइदिन्छ 2 2 2 अब यहाँ 2 को पावर कति भयो त 2 को पावर 1 प्लस 3/4 भयो कि नै यो भनेको के भयो 7/4 होला पक्कै हो कि नै 7/4 हो अब खोल्दै जाऊ फेरि एउटा 2 दुईटा 2 तेस्रो 2 इन्टु 2 को पावर कति भयो 7/4 इन्टु 1/2 भयो कि नै एउटा अझै रुट खोल्यो मैले
ब्र्याकेट हटाउनुको मिनिङ रुट खोलिरहेको छु 2 2 2 को पावर कति भयो यहाँ 7/8 + 1 1 + 7 / 8 अब फेरि एउटा रुट हटाम 2 2 एउटा अझै रुट हट्यो इन्टु 2 को पावर कति भयो 7/8 + 1 कति हुन्छ 15/8 15/8 इन्टु 1/2 रुट खोलिसकेको छु है मैले 2 2 2 को पावर कति भयो 1 + 15/16 भयो कि नै त कति आयो यहाँ 15 / 16 भएपछि यहाँ कति आयो 2 के भन्छ यहाँ मैले इन्टु फेरि रुट खोलिदिएँ 2 इन्टु 2 को पावर कति भयो 16 + 15 31 / 16 इन्टु 1/2 भयो कि नै यसको मिनिङ के भयो 2 रुट भित्रै छ है 1 प्लस कति भइदियो 31 / 32 भयो कि नै यसको मिनिङ के हुन्छ त फेरि अब तिमीलाई फाइनल रुट खोल्दियौ भने 2 को पावर 63 / 32 इन्टु 1/2 भयो कि नै यसको मिनिङ के रहेछ 2 को पावर 63 / 64 अब लग लगाइदियो त्यो रुटको मिनिङ के रहेछ त लग बेस 2 2 को पावर 63 / 64 पावरलाई कोएफिसिएन्टमा कन्भर्ट गरिदियो 63 / 64 लग बेस 2 2 यो भने के रहेछ त 1 रहेछ सो एन्सर कति भयो 63/64 भयो बुझ्यौ राजा हेर त के गरे मैले के गरे जस्तो भएको छ हेलो औ तोरीहरु के गरे जस्तो भएको छ सर त्यसै लागिरहेछ है ल ठिक छ म यति पोर्सनलाई मात्र क्रप गरेर एउटा भिडियो बनाएर तिमीलाई ग्रुपमा हाल्दिन्छु त्यसो 5-10 पटक हेर्नु है ल तिमी मैले यसमा अहिले एक्सप्लेन गर्ने क्रममा पनि त्यही कुराकानी फेरि रिपिट गर्छु के यस्तो प्रयास गर बुझेन भने भोलि म अर्को तरिकाले एक्सप्लेन गर्छु है ठिक छ अलिकति मेहनत गर भन्न खोजेको मैले अरु के पनि हैन बाँकी त म छुदैछु नि तिमीलाई सिकाउन कि छैन हैन क्वेशन नम्बर कति राजा हो क्वेशन नम्बर 4 है तो भने यसको आन्सर के होला द भ्यालु अफ log बेस 8 मा पावरमा 128 के भन्छ यहाँ भित्र 128 यसको सर्टकट छैन के यति लामो बनाउनु पर्छ भन्छु म तिमीहरुलाई भोलि भन्छु डोन्ट वरी यसको एउटा के भन्छ सिक्वेन्सको फर्मुला लाउनु पर्ने हुन्छ के हो भन्ने कुरा तिमीले यसमा बुझ्नु पर्ने हुन्छ क्या अरु के पनि हैन यो माथि के आइराछ भन्ने कुराकानी बस बुझ्न जरुरी छ हेर यसो ध्यानले अब्जर्भ गर मैले 1/2 कति चोटी मल्टिप्लाई गरेको छु प्रत्येक रिजल्टमा 1/2 कति चोटी मल्टिप्लाई गरेको छु 6 चोटी मल्टिप्लाई गरेको छु किन 6 वटा रुट थियो ठीक छ सो यसलाई सिम्पल भाषामा यसो बुझ सबसे पहिला 1 + 1/2 ठीक छ त्यसपछि यसलाई 1/2 ले मल्टिप्लाई गरे फेरि +1 कति चोटी सबै चाहिँ 6 चोटी हुनु पर्यो 1/2 त्यसपछि +1 1/2 त्यसपछि फेरि +1 1/2 यो 1/2 कति चोटी राख्ने 6 चोटी राख्ने किन हामीहरुको 6 वटा रुट छ नि त नि हो र लास्ट 1/2 राखेपछि तिम्रो फाइनल सम जे आउँछ त्यति तिमीहरुको रिजल्ट हो के यसको बुझ्यौ मैले एउटा 1/2 छुटाइरा छु त्यसको फाइनल सम चाहिँ त्यो हिसाबले जान्छ के जति रुट हो त्यति चोटी एड गर्दै जानु पर्ने प्रत्येक चोटी 1 सँग पनि एड गर्नुपर्छ मल्टिप्लाई गरेर किनकि बेस त सेम छ है ओइ राजाहरु है कि नै है कि नै अब एकचोटी बनाएर हेर्नु पर्छ तब थाहा ल यो पहिलो क्वेशन सल्भ गर त अप्सन ए मा तिमीहरुको 3/5 अप्सन बी मा 5/4 अप्सन सी मा 7/3 अप्सन डी मा के राख्दिम तिमीहरुको अप्सन डी मा 3/7 ल के होला आन्सर गर त 128 भने 2 को पावर कति हो 7 2 को पावर 7 हो है सो log 2 को पावर 7 अनि 8 भने 2 को पावर कति 3 हो अघि नै एउटा फर्मुला लेखेको थियो याद गर त log a को पावर m b को पावर n by m log बेस a b लेखे हैन सेम चीज यहाँ 7/3 log 2 2 भयो कि नै यो भनेको 1 हो सो आन्सर कति भयो बुझ्यौ मैले यसमा के गरे सिधै log को यो प्रपर्टी लगाइदिए हो कि हैन बोल त
ओइ राजाहरू बुझ्यौ भने मात्र बुझ्यौ भन्नु के छैन भने छैन पनि भन्न जान्नुपर्छ तिमीहरूले सर फेरि बुझाउनु न फेरि बुझाउने ल सुन है सबैजना कस्तो राम्रो चिज रहेछ मुभ पनि गर्न मिल्दो रहेछ हेर त ल मैले के हामीले माथि एउटा फर्मुला पढेका थियौँ है बुझ के फर्मुला पढेका थियौँ लग बेस ए को पावर यम बी को पावर यन भयो भने यसलाई हामीले यसरी पनि लेख्न मिल्ने हो क्या लग बी को पावर यन बाई लग ए को पावर यम यसले गर्दा के हुन्छ यन बाई यम लग बी बाई लग ए आउँछ हामीहरूको लग बी बाई लग ए भनेको यन बाई यम लग बे के भन्छ पुच्छरमा ए भित्र बी यो फर्ममा जान्छ है सो यसको मिनिङ अल्टरनेटिभ के रहेछ यो भनेको हामीहरूको के रहेछ यन बाई यम माथि भित्र भएको टर्मको के भन्छ पावर माथि बस्छ तल भएको टर्मको पावर डिभाइडमा बस्छ लग यिनीहरूको पावर हराउँछ ठिक छ सेम प्रपर्टी अब यहाँ लगाऊ कसरी लगाऊ भन्दा यो पनि 2 को के पावर यो पनि 2 को के पावर हेर्दै थाहा भइरहेछ लग बेस 8 भने 2 को पावर 3 128 भनेको 2 को पावर 7 7 भने यन हो 2 भने यम हो सो यन बाई यम 7/3 बाँकी जस्ताको तस्तै भइदियो लग 2 भने के 1 हो लग ए 1 भनेको थिएँ नि आन्सर कति भइदियो 7/3 भइदियो अब बुझ्यौ यस सर ल त्यसो यो क्वेसन गर नि त क्वेसन नम्बर कति छिटो भन 5 क्वेसन नम्बर 5 है द भ्यालु अफ लग बेसमा 256 2 इच अप्सन ए मा 8 अप्सन बी मा 1/8 अप्सन सी मा 9 अप्सन डी मा 1/9 के होला के गर्न सकिन्छ यसलाई के गर्न सकिन्छ होला त माथि जस्तै एक्ज्याक्टली गर नि त त्यसो भए एकदम ठिक हो नि माथि जस्तै हो बट के गर्ने अब यसपछि एउटा अझै क्वेसन म लगको लेख्छु त्यसपछि हामी स्पिड एन्ड डिस्टेन्समा जान्छौँ है डिस्टेन्स टाइम एन्ड स्पिड एट आउँछ र 1/8 1/8 होइन अविना राजा 8 होइन किन लग 256 माइक म्युट गर है 256 भने 2 को पावर 8 हो यहाँ 2 को पावर कति 1 छ केमा गयो त 1/8 लग 2 यो भने 1 हो सेम माथिकै भयो कुराकानी होइन र क्वेसन डिप्लो रहेछ नि रहेछ छ भन्ने चाहिँ छैन भने छैन भन्ने है ल बुझ्यौ सबैले क्वेसन नम्बर कति थियो यो 5 थियो ठिक छ है ल क्वेसन नम्बर 7 सम्म गर्छौँ हामी त्यसपछि हामी नयाँ टपिकमा छिर्छौँ कहाँ 7 सम्म गर्छौँ अहिले त त्यसमा छिर्छौँ स्पिड डिस्टेन्स एन्ड टाइममा यो क्वेसन गरेपछि द भ्यालु अफ यक्स log y minus log z dot y log z minus log y yz y minus z z minus y dot z log x minus log y is option A मा 0 option B मा 5 option C मा 3 option D मा 1 यसमा
तल माथि गर्छु म xy yz zx x को पावर log z माइनस log x डट x को पावर हो यो पनि ल गर त यो डट भनेको मल्टिप्लाई हो है सबैको बिचमा मल्टिप्लाई छ के होला आन्सर what to do and what not to do के गर्न पायो के चाहिँ गर्न पाएनौ हेलो खोइ यो मलाई पनि आएन सर कुनै टेक्निक लागेन log a minus log b भने के हो log a minus log b भने के हो log a by b log a मैले तल अप्सन पनि लेखेर हैन रहेछ अप्सन गरबाट भने खैर अलि थाहा भइहाल्छ गरेपछि log a by b हैन हुन पनि सक्छ नहुन पनि सक्छ है log a by b सो x को पावर log y by z हो एक log भित्र y by z हो x को पावर log z by x हो x को पावर log x by y हो कि हैन बेसिम भएपछि पावर एड हुने हो भन त इन्डिसेसले के भन्छ बेसिम भएपछि पावर एड गर्न भन्छ कि नै प्लस log z by x प्लस log x by y हो कि नै अब log a प्लस log b भने के हो log a b हो बिचमा प्लस छ सो के भइदिन्छ log y by z डट z by x by y के भयो x ले x लाई z ले z लाई y ले y ले काटेपछि x को पावर log 1 भयो कि नै log 1 भने मैले के भने थिए 0 x को पावर 0 भने कति 1 हैन र बुझ्यो सबैले के गरेको भनेर बुझ्यो हैन मैले यसमा के गरे लग को दुईटा प्रपर्टी लगाए तीनटा प्रपर्टी लगाए पहिलो डिभाइड वाला अर्को मल्टिप्लाई वाला लास्टमा गएर log 1 हो कि हैन हो भन्नु पर्यो हो भन्ने है बुझ्यौ भने हो हैन भन्ने बुझ्यौ भने हो भन्ने बुझेन भने हैन भन्ने इज दैट क्लियर ओ सर ल क्वेशन नम्बर कति अब स्पीड को क्वेशन है अब यसको क्वेशन गर्छौं हामीले क्वेशन नम्बर कति 7 7 है ल if 12 person finishes a work in 4 days in how many days 8 persons can complete it can MPLET complete it के होला आन्सर 4 10 6 8 what would be the answer राजाहरु क्वेशनले सिधा कुरा के भन्यो 12 जना मान्छेले 8 दिन 4 दिनमा काम सक्यो भनेपछि एक जना मान्छेले कति दिन लाउँछ 4 into 12 यसमा युनिटरी मेथड लाग्छ तर फरक तरिकाले लाग्छ है तिमीले जसरी डिभाइड गर्छौ त्यसरी यसमा डिभाइड गर्न मिल्दैन किन यसमा के छ डाइरेक्ट रिलेसन के भन्छ इन्डाइरेक्ट रिलेसन छ पर्सन गर्दा डेज बढ्छ पर्सन बढ्दा डेज घट्छ हो कि नै यसमा युनिटरी मेथड इन्भर्स फर्ममा इन्भर्स अफ युनिटरी मेथड लाग्ने हो कि नै हो कि हैन ओइ तोरीहरु 8% will finite in 4 into 12 divided by 8 भनेपछि कति भयो 6 days तो याद राख्ने गल्तीले फेरि युनिटरी जनरल युनिटरी मेथड नलाइदिनु कुरा बुझ्नु जति धेरै मान्छे त्यति धेरै समय लाग्छ जति त्यति थोरै समय लाग्छ अर्को क्वेशन सोधौँ है तिमीहरुलाई क्वेशन नम्बर कति 8 हैन if 2 hours are required required to dry a t-shirt TI बेस्ट भन्दिएला मैले टी-शर्ट भन्दा नि सजिलो छ लेख्न then
How many hours? How many HRS are required to dry same 8 t-shirts? 8 best. Option A मा 2, option B मा 8, option C मा 16, option D मा none. कुन होला आन्सर? ए किन? त्यो घाम सुक्नमा त त्यतिकै टाइम लाग्छ हैन न? हो र? सोच त। 2 नै हुन्छ होला। होला हैन हो कि हैन? हो तेरो लक किया जाए? क्वेसनले भनेको छ र तिमीले 8वटै टी-शर्ट एकैसाथ सुकायो भनेर के थाहा पालो पिलो भने हो कि? फालो फालो भने 16 हुन्छ। क्वेसनले यस्तो कुनै पनि चिज भनेन भने के बुझ्नु पर्यो भन्दा एकमुष्टै सुकाइया छ। यो तिमीहरूलाई त्यो जस्ट आइक्यू चेक गर्नलाई क्वेसनहरु सोधिरा हुन्छ नि कहिलेकाहीँ सोचेको छौ कि नै? झ्याप्प मान्छेले गलत भनिदिन्छ नि। हो? त्यो त्यस्तै खालको रमाइलो क्वेसन हो यो अरु के पनि हैन। एउटा क्वेसन सोधौँ तिमीहरु सबैलाई? सोध्नु न। तिमीहरुलाई थाहा पनि होला कसैले सुन्यौ पनि होला। एउटा रुममा दुईटा केरा र एउटा हात्ती थियो रे। हात्तीले एउटा केरा खायो अर्को खाएन किन? एकचोटि अझै पुछौँ भन्ने। मैले भन्नु खोजेँ एउटा रुममा दुईटा केरा र एउटा हात्ती छ। हात्तीले एउटा केरा खायो अर्को खाएन किन? काँचेको होला। गलत। सर सरेको होला सरे। हैन गलत। अरे राजा अर्को केरा प्लास्टिकको थियो। त्यहाँ भन्नु पर्दैन सर यो प्लास्टिक छ कि के छ। ह? त्यो तिमीहरुले भन्ने हो नि। ल अर्को क्वेसन। एउटा रुममा दुईटा केरा एउटा हात्ती छ। यसपालि हात्तीले दुवै केरा खाएन किन? दुईटै रबरको थियो होला। दुईटै? दुईटै रबरको थियो होला। हैन गलत एन्सर। यसपालि हात्ती प्लास्टिकको थियो राजा। तपाई त भिडियो जस्तै गर्नुभयो हैन सर? एउटा यस्तो भिडियो आउँछ। त्यो फुक्रे रिटर्न्स कि फुक्रे 2-3 फोकुनको छ के? पुलिसले समात्दा दिन्छ त। ठ्याक्कै त्यो याद आइहाल्यो कि अहिले। यस्तै सोध्छ हैन? अनि अन्तिममा के सोध्छ? यसपालि केरा पनि रियल थियो, हात्ती पनि रियल थियो, तर किन खाएन? उसको मन थिएन खानको लागि। हैन यसपालि के भन्छ रे हात्ती टेबलमाथि थियो केरा टेबलमाथि थियो रे। रुममा ल टेबल सुन छ कि छैन त्यहाँ पनि भन्नुपर्छ सर। त्यस्तो हुँदैन। त्यो त तिमीले भन्ने हो। क्रिएटिभिटी हेर्ने हो क्या राजा क्वेसनमा तिम्रो। क्वेसन नम्बर कति हो? 9 9 ल। A train of 300 meters long is moving at a speed of 54 kilometer per hour and it took 40 seconds to cross a bridge. Length of train is भन त। अब यो क्वेसन तिमीहरूलाई अलिकति गाह्रो गर्न खोज्यो भने कसरी सोध्छ थाहा छ राजा? ल ठिक छ खैर गाह्रै गरेरै सोधिएको छ नो प्रब्लम तिमीहरूले गर त ल। अलि त्यतातिर नजाम। 300 मिटर। अप्सन सी 325 मिटर। अप्सन डी 350 मिटर्स। ल साइन्स कतिको पढिया छ हेरौँ है त बच्चामा। क्वेसन के भने अ ट्रेन अफ 300 मिटर लङ इज मुभिङ एट अ स्पिड अफ 54 किलोमिटर पर आवर है एन्ड इट टुक 40 सेकेन्ड्स टु क्रस अ ब्रिज। लेन्थ अफ ट्रेन इज भनेर सोध्यो। ट्रेन यो है यो पुलो। अब सिभिल इन्जिनियर भएपछि अलिकति राम्रै पुल बनाउँछु ठिक छ।
भन त यो ट्रेनले पोइन्ट यो ए हो यो बी हो यसको लेन्थ कति भनेको छ क्वेसनले 300 मिटर भनेको छ यसको स्पिड कति भनेको छ 54 किलोमिटर पर आवर भनेको छ कति टाइम 40 सेकेन्डमा क्रस गर्यो अरे भनेपछि ट्रेन तुफानै कुद्या रहेछ अब भन लेन्थ कति हो लेन्थ अफ द पुल इज इक्वल्स टु वाट Any guesses? And idea अब बुझ यो ट्रेनले पुललाई क्रस गर्नुको मिनिङ के हो यो पोइन्ट ए छ नि राजा यो भन्दा बाहिर जानु पर्यो के बुझ्यौ यो भन्दा बाहिर जानु पर्यो अब कुरा बुझ कसरी यो क्वेसनलाई बुझ्ने भनेर गर्ने क्रममा है सबसे पहिला बुझ ट्रेनको स्पिड कति छ 54 किलोमिटर पर आवर यसलाई सेकेन्डमा कन्भर्ट गर कसरी कन्भर्ट हुन्छ 54,000 डिवाइड बाइ 3600 54,000 मिटर पर 3600 सेकेन्ड हो डिवाइड गर्दाखेरि कति आउँछ अब डिवाइड कसरी गर्ने भन्ने कुराकानी हो बुझ जेरोलाई काट्छ 15 आउँछ काटिसकेको रहेछु तिमीहरूले 15 मिटर पर सेकेन्ड भनेपछि कति टाइम लगाएर चाहिँ हेर त 40 सेकेन्ड्स लगायो है 40 सेकेन्ड्स लगाउनुको मिनिङ डिस्टेन्स ट्राभल बाइ अ ट्रेन इन 40 सेकेन्ड्स कति डिस्टेन्स इन 40 सेकेन्ड्स कति हो 15 into 40 15 for the 60 seconds हो नि हो 600 मिटर है 15 for the 60 seconds 60 meters तो उसले 600 मिटर कभर गर्यो माना तिम्रो अप्सनमा मैले यहाँ 600 मिटर पनि लेखेको छु रे ठीक छ 600 मिटर पनि लेखेको छु सो हाम्रो दिमागमा एन्सर के आइदिन्छ 600 मिटर रहेछ पुलको के भन्छ साइज भनेर भन्ने दिमागमा आउँछ कि नै आउँछ बट हैन किन हैन बुझ पुल ट्रेनले पुल क्रस गर्नुको मिनिङ के हो इन्टर त पोइन्ट बी गर्छ ठीक छ बट क्रस त जबसम्म ए भन्ने भाग पुल भन्दा बाहिर जाँदैन तबसम्म यो ट्रेनले के भन्छ पुललाई क्रस गरेको भन्न मिल्यो त मिल्दैन नि अब नमिलेसी के भयो त मान यो ट्रेन यति भागमा पहिला पर्या रहेछ रे यति भागमा पर्यो रे पोइन्ट बी यहाँ छ पोइन्ट ए यहाँ छ भनेपछि यो ट्रेनले यहाँ क्रस गर्ने क्रममा त प्लस 300 मिटर पनि त ट्राभल गर्छ नि 40 सेकेन्ड्समा हो कि नै प्लस 300 मिटर कसरी ट्राभल गर्यो के भन्छ कति छ लेन्थ 300 मिटर छ प्लस 300 मिटर पनि त ट्राभल गर्छ होला नि ट्रेनले हो कि नै सो हामीहरुको टोटल डिस्टेन्स लेन्थ अफ ट्रेन के भन्छ लेन्थ अफ पुल कति रहेछ त लेन्थ अफ ब्रिज So distance travel in 40 seconds 600 meter minus length of train 300 meter कति रहेछ त हामीहरुको 300 मिटर हामीहरुको पुलको लेन्थ रहेछ बुझ्यौ कुराकानी ओइ राजाहरु बुझ्यो हैन ट्रेनको पुच्छर पछाडीको भाग पनि पुल भन्दा बाहिर जानु पर्यो के क्रस हुन लागि ठीक छ त पछाडीको भाग कुन बेला बाहिर जान्छ 300 मिटर एक्स्ट्रा ट्रेनको बी भनेको 300 मिटर अगाडि गइसकेपछि जाने हो नि त नि सो 40 सेकेन्डमा त त्यो के भन्छ 300 मिटर पनि जोडियो हो सो त्यही कारणले के भन्छ रे तिमीहरुको पुलको लेन्थ भनेको जम्मा 300 मिटर रहेछ भनेर बुझ्नु पर्यो इज दैट क्लियर हजुर सर ल क्वेशनलाई अब अलि अगाडि बढाउँदै जाम कति अप्ठ्यारो पनि बनाउनु पर्छ है तिमीहरुले यस्तै खालको क्वेशन दिएर गरिहाल्छौ अर्को क्वेशन नम्बर कति ओइ क्वेशन नम्बर कति 10 है एरोप्लेन covers a certain distance at a speed of 240 kilometer 240 100 नदेखियोस् 240 kilometer per hour in 5 hours to cover
to cover the same distance in 1 2/3 hour. It must travel at the speed of option A मा 460 किलोमिटर per hour, option B मा 680 किलोमिटर per hour, option C मा 400 किलोमिटर per hour, option D मा 720 किलोमिटर per hour. के होला त आन्सर? ओइ राजाहरु के होला आन्सर भन्न त मलाई कसैले? भन्दा मैले टक्क पुरा 1 मिनेट कति 1 मिनेट टाइम दिउँ कि 2 मिनेट टाइम दिउँ यो क्वेशन गर्नलाई? 2 मिनेट ल 2 मिनेट दियो तर 2 मिनेटमा मलाई सल्युसन चाहियो है सबैलाई 2 मिनेट टाइम दियो हेरौँ न को रहेछ अप्सन चाहिँ 400 लेख्नुपर्छ कति भन्यो अप्सन सी मा चाहिँ 400 लेख्नुपर्छ यस अप्सन सी मा 400 राजा ए मान्छे यति थोरै किन हिजो त टन्नै थियो सबैजना पढ्न बसेछन् कि के अब भोलिको एक्जामको लागि भोलि रे के पर्सि हैन एक्जाम पर्सि हो अय्या सर यो डी आउँछ अप्सन कति आयो 720 किलोमिटर आवर 720 को स्पिडमा कुदाउनु पर्यो गाडीलाई प्लेनलाई हजुर चेक गरौँ है यो त एकदम धेरै भएन र एकदम तुफान कुद्ने रहेछ त प्लेन है एक्चुअलमा खै हो रहेछ अब बुझ्नुपर्ने कुराकानी है 240 किलोमिटर पर आवर को स्पिड छ ठीक छ भनेपछि डिस्टेन्स इन 5 आवर कति 240 into 5 हो हजुर यो भनेको कति आयो 1200 1200 है 1200 किलोमिटर बाफ प्लेन त तुफानै कुद्दो रहेछ र त्यसैले मान्छेले प्लेन चुज गर्दो रहेछ ट्राभल गर्न लागि गाडी यति स्पिडमा कुद्यो भने के होला पक्कै कसैले स्वर्ग यता राजा नर्गमा पनि पुग्न सक्छ है नेपालको कुनै पनि रोड यस्तो छैन जहाँ यतिको स्पिडमा कुदाउन सकियोस् है हो कि नै अब बुझ डिस्टेन्स ट्राभल इन कति चाहियो मलाई डिस्टेन्स 1 2 3 भने कति हो 5/3 आवर्स यो निकाल्न लागि मैले के गर्ने 1200/5 3/5 हुन्छ ए यो त स्पिड चाहिए छ राजा हामीलाई स्पिड रिक्वायर SPEED स्पिड रिक्वायर्ड टु ट्राभल 12 किलोमिटर इन 5/3 आवर्स के गर्ने पर आवरमा कन्भर्ट गरिदिने हैन 1200 डिवाइड बाइ 5/3 कति आउँछ 5 ले 12 लाई भाग गर्दा तिम्रो के भन्छ 2 भयो अनि 240
अनि 20.3 कति भइदिन्छ 72 72 0 720 किलोमिटर पर आवर भनेपछि यो प्लेनले स्वर्ग पुगाउने रहेछ मान्छेलाई है हजुर ल ठिक छ बुझ्यौ सबैले के गरे भनेर कि माथिबाट गयो टाउको बुझ्यो बुझ्यो है भनेपछि हामीले सिम्पली तिमीहरूले 10 क्लासमा पढेको साइन्स पढेर छौँ कि नै अहिले सर म म्यानेजमेन्टको विद्यार्थी हो त्यो त फरकै परेन 10 क्लासमा त तपाईँले साइन्स पढ्नै पर्छ क्वेसन नम्बर कति 12 हो र 11 हो हेर त तिमीहरूले क्वेसन नम्बर भनेनौ क्वेसन नम्बर तिमीले भनेनौ भने मैले गलत लेखिहाल्छु A car travel बोर भइया छैन नि म्याथ यति लामो पढेर 75% of the way from town A to B at an average speed average speed of 50 miles per hour 1 mile भने कति किलोमिटर The car travels at an average speed of yes हो है miles per hour for the remaining part for the 1.6 हो सर कि कति हो 75% of the ways from town A to town B at huh 1 माइल बराबर कति किलोमिटर 1.6 हो कि कति yes 1.6 kilometers है 1.6 yes miles per hour for the remaining part of the trip the average speed average speed of the entire trip of the entire trip was 40 miles per hour what is yes यो यस भनेको ल भन त कसैले मलाई सर यो क्वेसन बुझाइदिनु एकचोटि क्वेसन बुझौँ हैन पहम अप्सन लेखिदिन्छु 20 C मा 25 D मा 30 ओ क्वेसनले के भन्यो भन्दा एउटा गाडीले एउटा ट्रिप कभर गर्दैछ है त्यो ट्रिपको A देखि B सम्म भनेको 75% अफ द डिस्टेन्स हो है 75% अफ द डिस्टेन्सलाई 50 माइल पर आवरको स्पिडले कभर गर्यो रे है अनि बाँकी रिमेनिङ भागलाई यस माइल पर आवरको स्पिडले कभर अप गर्यो है यस माइल पर आवरको स्पिडले कभर अप गर्यो भनेपछि त्यसो भए उसको टोटल ट्रिपको एभरेज स्पिड 40 माइल पर आवर रहेछ रे कति रहेछ टोटल ट्रिपको एभरेज स्पिड 40 माइल पर आवर रहेछ भनेपछि उसको टोटल स्पिड कति भयो के भन्छ उसको के भन्छ रे त्यो एस भन्ने भ्यालु कति भयो भन्न खोजेको सेकेन्ड पार्टमा जुन स्पिडमा उसले कभर अप गर्यो नि स्पिड ट्राभल गर्यो नि त्यो स्पिड कति थियो भनेर क्वेसनले सोध्यो क्या बुझ्यौ अब कि फेरि अर्को तरिकाले एक्सप्लेन गरौँ यो टोटल लेन्थ भयो है यसको तिमीलाई एउटा दुईटा तीनटा हराउने नै रहेछ सरा चारवटा भाग है सो उसले 75% भनेको 3 पार्ट हो यति पार्टको एभरेज स्पिड 50 माइल पर आवर रहेछ अरे है र यति पार्टको स्पिड कति रहेछ त यस माइल पर आवर रहेछ है यो यस हो ठीक छ र यसको टोटलको एभरेज स्पिड भनेको तिम्रो 40 माइल पर आवर रहेछ भनेपछि यसको भ्यालु पत्ता लगाऊ भनेर क्वेसनले सोध्यो के अब बुझ्यौ अब बुझ्यो कि बुझिएन भन त राजाहरू हेलो हेलो एम आई ऑडिबल
Yes, sorry. ल ल तिमीहरूलाई कति 2 मिनेट दिउँ कि 3 मिनेट दिउँ यो क्वेसनलाई? 5 मिनट लाग्छ। 5 मिनेट लाग्छ? 3 मिनेट है त, ल त्यत्रो टाइम दिँदिनँ म। मन पनि धेरै पर्खिन सक्दिनँ नि। आन्सर आएपछि भनिहाल्ने त्यहाँ खासमा, मलाई रोकाउने काम नगर्ने। सर 25 25 किन? आन्सर त छिटै निकाल्यो त राजा। सुरुमा चाहिँ टाइम निस्काउनु पर्छ स्पिडको फर्मुला लगाएर। के? अब स्पिडको फर्मुला लगाएर टाइम निस्काउनु पर्छ। अनि टाइम निस्किएपछि तब एस आउँछ, मतलब कि त्यसलाई सबसे सजिलो के? तिमीले भन पहिला, तिमी आफ्नो कुरा सकाउ ल। माइल्स हुन्छ नि टोटल डिस्टेन्सको, त्यो 100 अनि एभरेज स्पिडको चाहिँ 40 अनि टोटल टाइमलाई गर्दाखेरि त्यसलाई डिभाइड गर्दाखेरि 2.5 आउँछ। अनि त्यसमा चाहिँ टाइम फेरि T1 प्लस T2 गर्दाखेरि त्यो एसको भ्याल्यु आइहाल्छ। ओके, ल ठिक भन्यौ है। अब बुझ, यो क्वेसनलाई गर्ने क्रममा मैले मानव टोटल डिस्टेन्स 100 माइल मानिदिन्छु रे। ओके, मान्न त पाउँछु होला हैन? अब 100 माइल 75% भनेको, 100 माइलको 75% भनेको कति पाटो? 75 माइल हो नि। भनेपछि 75 माइल ट्राभल गर्न उसलाई कति टाइम लाग्यो? फर्स्ट पार्ट एभरेज हेर्दाखेरि 50 माइल पर आवर को स्पिडले उसले अगर ट्राभल गरेछ भने 75 माइल ट्राभल गर्न उसलाई कति लाग्यो? 75 by 15 15 होइन है, कति आउँछ? 1.5 3/2 1.5 आवर लाग्यो रहेछ उसलाई है। ओके, अब बुझ, 40 माइल पर आवरमा भनेपछि उसले एभरेज के भन्छ 40 माइल पर आवरमा कति ट्राभल गरे रहेछ? कहाँ गयो हामीहरूको? 100 माइल ट्राभल गरे रहेछ नि। सो 40 माइल पर आवरमा उसले 100 मिटर ट्राभल गरे, 100 माइल ट्राभल गरेछ भने उसको एभरेज स्पिड कति रहेछ त? 2.5 आवर उसलाई लाग्यो। भनेपछि उसले यो यति पार्ट कति टाइममा ट्राभल गरे रहेछ त? रिमेनिङ पार्ट B to C भनिदिन्छु है मैले, A B C। रिमेनिङ B to C कति टाइममा ट्राभल गरे रहेछ? ट्राभल इन 1 आवर गरे रहेछ नि। 1 आवरमा कति डिस्टेन्स ट्राभल गर्यो? 25 माइल्स। सो स्पिड कति भयो? 25 माइल्स पर आवर। के छ, क्वेसन बुझ्यो? बुझ्यो। हो, यो सजिलो भयो कि नै राजा? हाम्रो हेमन्तले पनि यही भनेको थियो भने तिमीले? अघि माथिको त्यहाँसम्म ठिक छ, तलको चाहिँ यस्तै छ, तर म T1 T2 प्लस लागेको थिएँ कि अलिकति कम्प्लिकेसनमा गयो हैन? नम्बर अज्युम गरिदिँदा काम सजिलो भयो नि, छिटो भयो नि हैन? किन पर्सेन्टेज भन्ने बित्तिकै अलवेज वर्क विथ 100 मैले तिमीलाई पर्सेन्टेजमा भनेको थिएँ हैन? याद गर त। हजुर। अनि बिर्सिन पाइयो त त्यस्तो चिजहरू? पाइएन है। गाडीबाट बुझ्नु पर्यो कुराकानी सजिलो छ, एकदमै सजिलो छ नि। तिमीहरूले 5 मिनट माग्यो हेर त, तिमीहरूले 1 मिनट पनि लगाएनौ यसको सल्युसन निकाल्न। लगायौ त? लगाएनौ। त यही हो कुराकानी है, बुझ्नु पर्यो, कुरा बुझ्नु पर्यो। नेक्स्ट क्वेसन नम्बर कति? 12 बोल त। 12 है। ल लेख त। A bus travels at an average speed of 50 miles per hour for
2.5 hour and then travels at a speed of 70 miles per hour for 1.5 hour. How far did he go in entire 4 hour? क्वेशनले के सोध्यो बुझ्यौ त मलाई क्वेशनले क्वेशन 50 माइल पर आवर 2.5 आवरमा जान्छ त्यस क्वेशनले के भन्यो भन्दा एउटा बस 2.5 घण्टाको लागि चाहिँ 50 माइल पर आवरको लागि स्पिडमा ट्राभल गर्यो र 1.5 घण्टा चाहिँ के भन्छ रे 70 माइल पर आवरको स्पिडमा ट्राभल गर्यो भनेपछि उसले टोटल 4 घण्टामा कति डिस्टेन्स ट्राभल गर्यो भनेर सोधेको छ है हेर त 2.5 प्लस 1.5 कति हुन्छ 4 हुन्छ 230 किलोमिटर डी नम्बर सक्यो सुरु गर्ने बित्तिकै यसको एन्सर आउँछ हैन र कति 50 into 2.5 plus 70 into 1.5 यो भने कति हो 125 plus 105 105 तो कति हो यो भनेको 200 203 लेखेको छु मैले 230 लाई अप्सन डी सजिलो छ क्वेशन बुझेपछि सब सजिलो हुन्छ क्वेशन बुझेपछि एकदम सजिलो छ है तिमीहरुको अघिनको पर्सेन्टेज वाला क्वेशन यो भन्दा अगाडि जुन सोधेको थिए त्यो क्वेशन नबुझेसम्म मात्र अप्ठ्यारो थियो हो हजुर त्यही ठुलो क्वेशन हेरेर अलि तर्सिन्छौ तिमीहरु तर्सिनु भएन यसको मतलब त्यही हो नि ल अर्को क्वेशन सोध न क्वेशन नम्बर कति 14 Two men are standing on opposite end of a bridges of 1200 meter long. अब धेरै लामो ब्रिज रहेछ त राजा if they walk together towards each other at the rate of 5 minute per 5 meter per minute भनौं न धेरै बिस्तारै हिँड्दो रहेछ यिनीहरु त 5 meter per minute and 10 meter per minute धेरै बिस्तारै हिँड्यो कि नै राजा हजुर यो एक मिनेटमा जम्मा 5 मिटर हिँड्नुको मिनिङ एकदम बिस्तारै हो कि नै हजुर in how much time will they meet to each other क्वेशन बुझ्यो ऑप्शन बी 80 minute ऑप्शन सी 65 minute ऑप्शन डी 85 minute क्वेशनले के भन्ने भन्दा दुईजना मान्छेहरु 1200 मिटर लामो पुल है म 1200 लाई 12 भागमा बाँड्दिन्छु सजिलो हुन्छ है 1 2 3 2 3 4 5 6 7 8 9 10 11 12 1200 मिटर लामो पुल छ है यो ठीक छ पोइन्ट ए यो हो पोइन्ट बी हो मान्छे ए र मान्छे बी भनौं है यो मान्छे ए र मान्छे बी मान्छे ए 5 मिटर पर मिनेट को स्पिडले अप्रोच गर्छ मान्छे बी 10 मिटर पर मिनेट को स्पिडले अप्रोच गर्छ है मिनेट को स्पिडले अप्रोच गर्छ भनेपछि यिनीहरु कहाँ भेट्छन् भन्ने कुरा पनि क्वेशनले सोध्यो बी नम्बर कति टाइम लाग्छ यिनीहरुलाई भेट्न टोटल लेंथ 1200 मिटर सबसे सजिलो यसको लागि के हो राजा तिमीहरुले एक्ज्याक्टली 5 plus 10 by 1200 by 15 ओ 1200 divided by 15 कति आउँछ 30 हो त्यही भनेको तिनीहरुको टोटल स्पिड हो नि हो कि नै
टोटल अब बुझ यिनीहरू एकअर्कापट्टि अप्रोच गरिरहेछौँ भने दुवैको स्पिड के भइदियो त्यो एड अप भइदियो माना यसको रिभर्स भइदिया भए जस्तै क्वेसनले कस्तो यो क्वेसनको त पहिला यो क्वेसनलाई सकाइहालौँ है के भयो यसको सल्युसन टोटल स्पिड कति भयो SPEED स्पिड इज इक्वल्स टु 10 + 5 15 मिनट पर सेकेन्ड्स भयो मिनट भयो है 15 मिटर पर मिनट भयो अब यसलाई 1200 लाई 15 ले डिभाइड गर्दियो भने कति आउँछ कति आयो 80 आयो 80 भन्दैछु मैले 80 मिनट लाग्यो ठीक छ तिमीहरूले निकाल्यौ अब यो चीजलाई अलिकति फरक गरौँ ठीक छ लेट अस चेन्ज इट क्वेसनले के भनिदिन्छ भन्दा यो त तिमीहरूले गर्यौ है क्वेसनले तिमीलाई यसरी सोधिदिन्छ टु म्यान A and B are 200 meters apart from each other, right? EACHOTHER each other. If A is MOVING moving with 10 meter per second, बहुत तुफान कुदिरहेछ है 10 meter per second towards B and B is moving with 5 meter per second away from यो कति मिटर A and B माथिको 200 A and B are 200 meter apart है away from A then after traveling के सोध्नु भन्दा दुईटा चीज है then how much time will it take them to meet एउटा क्वेशन चाहिँ मलाई होमवर्क दिदैछु मैले अप्सन ए भयो है क्वेशन ए भयो क्वेशन बी how much time होइन how much distance DISTANC distance did A need to travel to meet B ल यो क्वेशन तिमीलाई सोध्यो के छ सकिन्छ होला त गर्न अहिले नै सकिहाल्यो वाह मेरो बच्चे वाह यसलाई माइनस गरिदिने टाइममा अनि बाइ गरिदिने भइहाल्छ नि यो भनेको तिम्रो 200 मिटर हो यो यतापट्टि 10 को स्पिडले गइरहेछ यो यतापट्टि 5 को स्पिडले गइरहेछ कति आउँछ एन्सर ल भन त मलाई यो 5 भएन एभरेज स्पिड 5 भयो 40 सेकेन्ड भएन स्पिड इज इक्वल्स टु 5 मिटर पर सेकेन्ड भयो अब टाइम कति लाग्यो 40 सेकेन्ड लाग्छ र सोच त इज इट गलत हो 40 सेकेन्ड चाहिँ लाग्दैन एभरेज स्पिड 5 भन्यो ओके बी स्टेसनरी छैन नि राजा ध्यान दिऊ किन छैन भन्ने कुराकानी बुझ है एउटा कुरा के बुझ भन्दा तिमीलाई पोइन्ट ए बाट पोइन्ट बी मा पुग्न कति टाइम लाग्यो 20 सेकेन्ड्स लाग्यो तर यो बी भन्ने त कति बी ले पनि त ट्राभल गर्छ होला नि त्यो 20 सेकेन्ड्समा 100 मिटर ट्राभल गर्यो कि नै अब पोइन्ट बी बाट सी मा पुग्न कति टाइम लाग्यो 10 लाग्यो यसलाई अब त्यति बेलासम्म यो सी बाट यो बी भन्ने मान्छे सी बाट डिस्टेन्स कति डिस्टेन्स ट्राभल गरिसक्छ त 50 मिटर ट्राभल गरिसक्छ डी सम्म हो कि नै भनेपछि अब कति टाइम अझै लाग्छ त सी बाट डी पुग्न 5 सेकेन्ड अझै लाग्यो अब यहाँबाट ऊ अझै कति 25 मिटर ट्राभल गरिसक्छ होला नि हो कि नै टी सम्म त्यो अझै कति टाइम लाग्यो 2.5 लाग्यो ठीक छ अब 2.5 लाग्यो त्यो 2.5 सेकेन्ड्समा ईबाट एफ मा कति पुग्ने रहेछ त ऊ ईबाट एफ मा कति ट्राभल गर्दो रहेछ 2.5 इन्टु 5 भने कति हो 12.5 भयो कि नै सो उलाई कति टाइम लाग्यो भन्ने कुराकानी बुझ अझै प्लस 1.25 लाग्यो 1.25 सेकेन्ड्समा उले कति डिस्टेन्स ट्राभल गर्छ त अझै सोच त जी मा 5 इन्टु 1.25 कति
तिमीहरूको 6.25 अब 6.25 भनेको तिम्रो एकदम स्मल चेन्जेस हो सो यसलाई लिएर +1 एड गरिदियो यो भनेको तिमीहरूको टोटल टाइम टेकन हो कति छ हेर त 20 35 36 37 38 39.75 39.75 तिमीले टेन्टेटिभली 40 भनेर रहेछौ ल ठिकै आएर रहेछ तिम्रो है इज नियरली इक्वल टु 40 सेकेन्ड्स ल 40 सेकेन्ड्स नै हो 40 सेकेन्ड्स नै रहेछ बट तिमीले जुन एभरेज निकालेर गर्यौ नि त्यो हिसाबले चाहिँ यसलाई भन्न मिलेन है अब बीले कति डिस्टेन्स ट्राभल गर्यो त त्यसो भए बुझ्यौ तिमीले राजा हेलो ओइ तोरीहरू हजुर सर यो तिम्रो सिधा भाषामा यसै हेऱ्यौ भने सम अफ इन्फिनिटीको केस छ नि हो कि नै सम अफ इन्फिनिटीको केस छ रेसियो कति आयो एपीजीपीएसपी याद गर त रेसियो आर कति आउँछ यसमा हेर त 20 10 5 2.5 आधा आधा हुँदै गइरहेछ नि सो रेसियो 1/2 रहेछ फर्स्ट टर्म कति छ ए भनेको 20 रहेछ सो यस इन्फिनिटी कति भन त मलाई a/1 - r होइन र ए भनेको 20/1 - r भनेको कति 1/2 कति आयो 20 डिवाइड बाई 0.5 भने 40 हेर त राजा यसरी पनि निकाल्न सक्यौ तिमीले ए एउटा क्वेसन गर्ने नाना तरिका रहेछ त होइन र हो सर नाना तरिका रहेछ सो तिमीले क्वेसन्सहरुलाई जसरी पनि डिल गर्न पायौ ओके ल आज क्लास यो टुङ्ग्याम सर बाइ बाइ यसको ठिक छ भन भन अनि यो बी नम्बर भनिरहेको थियो भने बी नम्बर त राजा तिमीलाई एलाई कति डिस्टेन्स ट्राभल गर्यो भन्ने कुराकानी सोधेको छ भनेपछि उसको स्पिड 10 छ उसले 40 सेकेन्ड ट्राभल गर्यो भनेपछि कति 400 मिटर ट्राभल गरे हैन र भयो त्यही बीमा त टेन्सनै छैन नि टेन्सन एको मात्रै हो के हैन र ल बुझ्यौ सबैले क्लासमा ये टुङ्ग्याउँछु गुड नाइट हैव अ स्वीट ड्रिम्स